रेलवे चोकमा चाहिँ आज यो माथि पिपलमा बिहान आएर गिद्ध बसिरहेको थियो अरे। अनि उठ्ने क्रममा चाहिँ यहाँ माथि करेन्ट लागेर झरेछ क्या। अनि मरेछ। अनि कति धेरै मान्छेहरू थियो, हामी पनि यस्तो हेरेको भिड थियो। अनि मैले चाहिँ फर्स्ट टाइम हो क्या नजिकबाट गिद्ध देखेको चाहिँ। अनि टाढाबाट पनि देखेको थिइनँ, मैले चाहिँ त्यो भिडियोतिर मात्रै देखेको थिएँ। अनि त्यहाँदेखि कति धेरै मान्छेहरू थियो। अनि हामी पनि गएर यस्तो हेरेको, ठुलो हुने रहेछ गिद्ध पनि, फर्स्ट टाइम देखेको मैले नै। अनि यसलाई चाहिँ वनको मान्छेहरू बोलाएर दिने भन्नुहुँदै थियो त्यहाँ चोकमा चाहिँ। अनि दिनुभयो होला। हामी चाहिँ बजारतिर लाग्यौँ। अनि यो साग व्यापारी दाजुलाई चाहिँ झन्नै थिच्यो अरे क्या, टाउकैनिर झऱ्यो अरे। अनि मेरो सब्जी पनि झन्नै किचो, मलाई पनि झन्नै किचो भनेर हँसाउनु हुँदै थियो। हामी चाहिँ हिँड्यौँ। यो चाहिँ यहाँ करेन्ट लागेर झरेको रे। यो होइन सिनु खाने बजार हिँडेको साग व्यापारी दाजुलाई झन्डै थिच्यो अरे गिद्धले। उसको प्लस माइनसमै परेछ क्या। यहाँ थियो अरे